मम्मी के भयो छोरी? मैले हजुरको ज्वाइँसँग डिभोर्स गरेर आएँ। के भनेछौ छोरी तिमी? हो, हजुरले जे सुन्दै हुन्छ सत्य सुन्दै हुन्छ। हजुरको ज्वाइँसँग मैले डिभोर्स गरिदिएँ। छोरी एक्कासी के कुरा गर्दैछौ तिमी? के भयो तिमीलाई? के गर्नुभयो जोसेफले? के गर्नु भएन मम्मी? मैले डिभोर्स किन दिएँ होला त? के भयो त? धेरै गाह्रो भयो मम्मी। म कुवेतमा 7 वर्ष बसेँ, दुःख गरेँ। उहाँ कमाएको पैसा चाहिँ सबै उसलाई दिएँ, उसलाई पठाएँ। घरमा आउँदा अर्को केटीसँग उसको लसपस रहेछ। मेरै आँखाले देखेँ मम्मी। त्यसपछि मैले उसलाई एकचोटिलाई ल माफी दिएँ भने मैले छोडिदिएँ, माफी दिएँ। फेरि पनि भेटेँ, फेरि पनि माफी दिएँ मम्मी म उसलाई। कतिचोटि हेर्ने कि मैले, म कतिचोटि सहेर बस्ने कि त्यसलाई मेरै आँखाले देखेपछि। त्यही भएर मैले डिभोर्स दिएँ। कस्तो नमजाको खबर सुने छोरी आज। साह्रै नमजाको खबर सुने। यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ। कति थियो पैसा? पैसाको कुरै नगरेछु न मम्मी। कति थियो, कति कमाएँ, कति गुमाएँ, कति त्यसलाई खर्च गरेँ। आफ्नो इच्छा आकाङ्क्षाहरू सबै त्यागेर म बाहिर गएँ, कुवेत गएँ, दुःख गरेँ। दुःख गरेर पनि त्यसलाई मैले कति धेरै पैसाहरू पठाएँ, आफ्नो बनाएँ। तर उसले आज मलाई डिभोर्स गर्न बाध्य बनायो कि। कस्तो नमजाको खबर सुने छोरी। धेरै नमजाको छोरी कुरा सुने मैले आज। त्यही भएर मैले डिभोर्स दिएँ। उसँग मैले 1 पैसा पनि लिएको पनि छैन, केही पनि छैन। त्यत्तिकै डिभोर्स गरिदिएँ। त्यस्तो नगर्नु मम्मी, भयो छोरी पिर नगर। यस्तो मान्छे हुनुभन्दा नहुनु नै ठिक छ। एक्लै बस्नु ठिक छ कि मम्मी? म जोसेफलाई म सम्झाउँछु त त्यसो नभन् छोरी। हुँदैन मम्मी, सम्झेर सम्झिने मान्छे नै होइन ऊ। अहिले त हजुरले सम्झाएर सम्झिने मान्छे नै होइन। म उसको लायकै छैन रे, उसले उसको लायकको हुँदै होइन रे। के भन्ने कराउने, झगडा गर्ने। पहिला त यस्तो थिएन, अहिले यस्तो भयो। के भयो थाहा भएन। छोरी तिमी पिर नगर न, पिर नगर न। म सम्झाउँछु जोसेफलाई। तिमी नभएको बेलामा कोही केटी मान्छे आएर, अहिले त केटी मान्छेहरू नि खराब छ नि छोरी भन्ने हो भने। ल ठिकै छ, तँलाई को मन परेन त्यसैसँग बिहे गर भने मैले डिभोर्स गरिदिएँ। डिभोर्स गरि नै सक्यो? गरि नै सके। एकपल्ट मलाई किन सोधिनौ छोरी तिमीले? सोच्नु पर्थ्यो। त्यति राम्रो जोसेफ त राम्रो होइसिन्थ्यो। हो, त्यो राम्रोले त बिगार्छ नि मम्मी। राम्रोको पछि धेरैजना हुन्छन् भन्ने कुरा बुझ्नु पर्ने रहेछ क्या हामी लेडिजले। होइन आइबिसमा आएर तिमीले छोडपत्र गरिहाल्नु हुँदैन। त्यही राम्रो छ भनेर त मैले पनि ठिकै छ भनेर बसेको थिएँ। अहिले त्यही राम्रोले देखाइदियो नि त आज मलाई। तिमीले आइबिसमा आएर छोडपत्र गरिहाल्नु पनि त हुँदैन थियो छोरी। एकचोटि मलाई सोध्नु पर्थ्यो नि त। अहिले डिभोर्स दे, भोलि डिभोर्स दे, एकछिनमै डिभोर्स दे भन्छ त अनि म के गर्ने त मम्मी? तिमी पनि आवेशमा आयो। अब यो खबर बाबालाई कसरी सुनाउला? बाबाले कति धेरै आशा बोकेको छ तिम्रो। जोसेफ धेरै मान्छिन्छ बाबाले, थाहा छ नि तिमीलाई। के भन्ने होला अब म? के सोच्ने होला? मैले सोच्नै नसक्ने भएँ। त्यसो नगर छोरी। अझ पनि जोसेफले सम्झिन सक्नुहुन्छ? उहाँ सम्झाएर सम्झिने मान्छे होइन मम्मी। ल्याइ त सकेको छैन नि घरमा। तिमी किन आवेशमा आइराखेको छौ? किन यस्तो? घरमै आउँछ केटी, त्यो केटी घरमै आउँछ। कतिचोटि मेरै आँखाले देखिसक्यो मम्मी। मलाई मन परेको केटी हो भन्छ, मलाई कति नराम्रो शब्दहरू बोल्छ, कस्तो बोल्छ। हजुरलाई मैले सुनाउन पनि सक्दिनँ कि ती शब्दहरू। के सुन्नु पर्यो कि? त्यसैले मैले डिभोर्स दिएको हो। एकदम धेरै टर्चर दिने, एकदमै धेरै शङ्का गर्ने, नचाहिने। उसले गल्ती गरेर हिँडिरहेछ, उल्टो मलाई शङ्का गरेर हिँड्छ कि। यस्तै हुन्छ छोरी हुन त। जो श्रीमती बाहिर गएर मरि कमाउँछ, यहाँ श्रीमानहरूले केटा मान्छेहरूले यस्तै गर्छन् गर्न त। तर आएपछि त सम्झिन्छन्। ऊ आफै नराम्रो गर्दै हिँड्ने, केटी दुनिया दिवाना हेर्दै हिँड्ने, अरूलाई हेर्दै हिँड्ने, उसैले मलाई पनि शङ्का गर्ने मम्मी। यस्तो पनि हुन्छ न? हुन्छ, यस्तै हुन्छ हुन त। नेपालमा अहिले यस्तै चलेको छ नि चल्न त। तर हाम्रो जोसेफ त्यस्तो होइसिन्छ जस्तो चाहिँ लागेको थिएन मलाई। मलाई पनि लाग्थेन मम्मी। पहिला हुनुहुन्न यस्तो राम्रो हुन्छ, मेरो श्रीमान जस्तो कोही छैन होला भन्थे। अन्धो बनेर हिँडेको थिएँ संसारमा, मेरो श्रीमान जस्तो राम्रो कोही छैन भनेर हिँडेको थिएँ मम्मी। आज त्यही नै मेरो लागि नराम्रो भयो कि। छोरी तिमी नहुँदाखेरि पनि जोसेफ ससुराली आउने, मम्मी भन्ने, बाबा भन्ने एकदम राम्रो होइसिन्थ्यो कि। के भयो एक्कासी?
त्यो केटी मान्छेको अरू के होइन त्यो केटी मान्छेसँग लागेर त्यो केटी मान्छेलाई म छुटाउँछु तिमी कसरी छुटाइसिन्छ म छुटाउँछु त्यसलाई म जसरी पनि छुटाउँछु हजुरले कसरी छुटाइसिन्छ मैले त सकिनँ मेरो घरमा कतिचोटि आयो मैले त्यो केटीलाई पनि सम्झाएँ बहिनी यस्तो हो यस्तो हो यस्तो तिमी यस्तो नगर म उसको श्रीमती हो यस्तो हो म यसरी बाहिर बसेको थिएँ यति वर्षसम्म यसरी आएँ म अब तिमीलाई थाहा थिएन होला ल ठिकै छ केही भएन अब त मैले तिम्रो आँखा खोलिदिएँ तिमी आफ्नो साइडमा जाऊ आफ्नो कोही छ आफ्नो ऊ गर खोज कोही अरू केटासँग बिहे गर भनेर कति सम्झाएँ मम्मी मैले त्यो केटीलाई कति सम्झाएँ त्यो केटीले पनि मानिन छोरी तिमी इमान्दार छौ राम्रोसँग सम्झायौ बहिनी भनेर शब्द बोलिजाऊ कसरी त्यसरी मान्दिनौ नि त त्यसलाई त धम्क्याउनु पर्छ मान्छे लगाउनु पर्छ गुन्डा लगाउनु पर्छ म लगाउँछु मम्मी यस्तो छु नि त तिमीलाई थाहा छ नि त केही पनि हुँदैन मम्मी अब केही हुँदैन हजुरले त्यस्तो गर्नै छोड्दिनु यो मान्छे होइन कि कुकुरलाई मान्छे बनाउँछु भनेर कहिले पनि हुँदैन छोड्दिनु मम्मी छोरी मान्छेको जिन्दगी म अब जाँदिनँ पनि मैले डिभोर्स पनि गरिसकेँ म जाँदिनँ त्यो घरमा जाँदिनँ पनि म यहीँ बस्छु म यहीँ हजुरसँगै बस्छु म जाँदिनँ छोरी म तिमीलाई नराख्नु नसक्ने त होइन म छोराको थान्कामा राख्न सक्छु तर जयसाब राम्रो भइसिन्छ म कसरी त्यो जयसाबलाई मैले कसरी त्यागौँ म त्यो नै समस्यामा छु के हजुरको छोरीलाई दुःख दिएको हजुरले सम्झिनै सक्नु भएन एकचोटि अझै पनि राम्रो मेरो ज्वाइँ भनेर भन्दै भइसिन्छ है हजुरले कति टर्चर दिएको छ कति दुःख दिएको छ त मैले भोगेको छु नि मम्मी हजुरले त भर्खर सुन्नु मात्रै भएको छ के हजुरको छोरीको विश्वास लागेन हजुरलाई लागेछ छोरी मलाई के गर्नु म एकचोटि जोइन अझ पनि सोध्छु छोरी मलाई सोध्ने मौका देऊ ल हस् हजुरको इच्छा हजुर सोधिसियो के भन्दो रहेछ हजुरलाई नराम्रो मेरो बारेमा नराम्रो भन्यो भने हजुर सहन सक्नुहुन्न मलाई त्यो कुरा पनि थाहा छ उसले राम्रो भन्छ भन्ने मलाई त्यो पनि राम्ररी थाहा कि उसले मलाई राम्रो भन्छ त भन्दै भन्दैन कि कुनै हालमा उसले मलाई राम्रो भन्दैन ल ठिकै छ हजुरलाई एकचोटि अब सोध्नै मन छ भने सोधिसियो तर म जादिनँ अब मैले डिभोर्स दिएँ हजुरले कसरी सोध्ने हो के भनेर सोध्ने हो सोध्न चाहिँ सोधिसियो ल नजाऊ तिमी नजाऊ ल ठिक छ होइन तर जयसाबलाई एकचोटि सोध्छु तिम्रो पनि उमेर छ होइन अनि त्यसपछि सोचौँला तर मैले त्यो केटीलाई के गर्ने भनेर म सोच्दैछु कि यार त्यसलाई त त्यतिकै छोड्नु भएन त्यसलाई त्यतिकै छोड्ने बित्तिकै यहाँ सारा नेपाली चेलीहरूले दुःख पाउँछन् तिमी आफै भन हो कि भन न कति आफ्नो बाल बच्चा श्रीमानको लागि बाहिर गएर तातो घाम सहेर अर्काको नोकर बसेर बुढाबुढीको सहर गरेर कति पैसा कमाउन गएका हुन्छन् चेलीहरू त्यतिकै गएका हुँदैन नि केटा मान्छे जस्तो होइन नि केटी मान्छे त अर्काको घरमा नोकर बसेर ती बुढाबुढीहरूको सहर गरेर उचाल्न नसक्ने बुढाबुढी हुन्छन् रे तिनीहरूलाई उचालेर तिनीहरूको त्यस्तो पछाडिको त्यो च्याकसम्म धोइदिनु पर्छ अरे भन्ने मैले सुनेको छु त्यस्तो गरी पठाएको पैसा तिमीलाई आज छोड्ने बित्तिकै सबैजना त्यही हुन्छन् छोड्नु हुँदैन एकजनालाई हामीले समातेर त्यसको बेइज्जत गर्यौँ भने भोलि अरू महिलाहरूले साथ पाउँछन् त्यो गर्नै पर्छ छोरी तिमी हामी जस्तो मान्छे चुख लाग्यौ भने भोलि के हुन्छ अरूले दुःख पाउँछन् तिमीले यसरी हार खानु हुँदैन नि छोरी तिमीले यसरी सुटुक्क छोडपत्र गर्नु हुँदैन तिमी मम्मी त यस्तो छु समाजसेवी तिमीलाई थाहा छ नि मम्मी यस्तो ऊ नै मेरो आफ्नो भएन भने म नै उसको भएन उसलाई नै मचाएर मलाई नै उचाएन भने त्यसको सम्पत्तिले पनि मलाई केही हुनेवाला छैन मम्मी अरूले के गर्छ अरूलाई के हुन्छ भनेर सोच्ने पनि होइन छोडिदिनु अब भयो छोडिदिन्छु मम्मी जे भयो भयो मैले डिभोर्स गरिसकेँ अब म आइसकेँ म अब मलाई फिर्ता लिएँ डिभोर्स फिर्ता लिएँ भनेर नभनिस्यो मम्मी मलाई तिमीलाई म त्यसो भन्दिनँ तर त्यो केटीलाई त्यतिकै छोडिदिनु नि त म त्यतिकै छोड्नु तिमीले पनि हुँदैन मैले पनि हुँदैन केटीको मात्रै गल्ती छैन नि मम्मी पहिला आफ्नो मान्छे राम्रो हुनु पर्यो नि त हजुरको ज्वाइँ नै नराम्रो भएर त त्यो केटीले उ गरे नि त हजुरको ज्वाइँले नै उसलाई नअपनाएको भए त त्यो केटी आउँथेन नि त मैले केटीको मात्रै कुरा गरेको छुइनँ कि ज्वाइँसाबलाई त्यसपछि ज्वाइँसाबको निसाब निस्किन्छ क्या ल ठिकै छ हजुरलाई जे मलाई चाहिँ त्यही नगर छोरी तिमीले फिर गर्यो कि फेरि मलाई फेरि कस्तो टेन्सन भइसक्यो फिर होइन मम्मी अब हजुरलाई जे मलाई चाहिँ त्यही गरिसक्यो मैले गर्नुपर्ने गरिसकेँ अब हजुरलाई पनि केही इच्छा छ म यसलाई यस्तिकै छोडिदिनु म केही गर्छु भन्नुहुन्छ नि हजुर पनि गरिस्यो ल म छोडिदिएँ मलाई त तिमीलाई मेरो घरमा राख्न माइती घरमा राख्न कति खुसीसँग राख्छु नि छोरी कस्तो कुरा गर्छौ छोराको थानकोमा राख्छु नि मेरो छोरी घरै उज्यालो हुने छोरी छ मलाई अर्काको घर गइदियोस् विदेश गइदियोस् जस्तो मलाई छ र छैन नि छोरी के गर्नु अब
डिभोर्स त गरेर आएँ अब बाबालाई चाहिँ के भन्ने कसरी भन्ने बाबालाई कसरी सम्झाउनु भनेर सोच्दैछु। अब बाबाले पनि मलाई नि नराम्रो भन्ने होला होइन तिम्रो विश्वास छ बाबालाई, तिमी यति ज्ञानी छौ, यस्तो त्यत्रो पैसा पठाएर श्रीमानले अर्को श्रीमती ल्याएर बस्दाखेरि पनि तिमी सर्लक्क डिभोर्स दिएर म भट्टामा आउँदैछौ, म केही गर्छु भन्दा पनि तिमी नगर्नु मम्मी भन्दैछौ भने तिमीलाई बाबाले नराम्रो भन्नुहुन्छ? भन्नुहुन्न बाबा पिन गर अब के भन्नु अब केही नगर्ने छोडिदिने त्यसलाई त्यो छोड्ने बित्तिकै सारा नेपाली छोरीहरू दुःख पाउँछन्। सबै छोरी एउटै हुन्, थाहा छैन तिमीलाई? तिमी जस्तो हुनु अरू पनि त्यस्तै हुन्, अरूले पनि दुःख नपाओस् भन्ने हो कि। मेरो पनि म समाजसेवी त्यतिकै भएको होइन त छोरी। मेरो छोरीले दुःख पाएर आई, म मेरो छोरी सर्लक्क म माइतमा राख्छु भइहाल्छ नि भनेर म बस्नु मिल्दैन नि त। आज मैले त्यसो गर्दाखेरि अरूले दुःख पाउँछन् कि। अनि के गर्ने त अब त्यो दुइटै केटाकेटीलाई राख्ने त्यस्तो नहुन पनि भएको छ। अब के गर्ने त मम्मी, मैले डिभोर्स त गरिसकेँ। अब छोरी एकचोटि बाबासँग सल्लाह गरौँ। बाबाले गाली गर्नुहुन्छ होला, म जाँदिनँ। तिमी पिन गर न, म छु नि त। अब केही पनि भन्नुहुन्न छोरी।